कोरियाको कृषि प्रधान देश, यहाँ धान रोपाई कार्यक्रम हुँदैछ। त्यहाँ परबाट ट्र्याक्टर जोते आउँदैछ। बाटो पनि छन् त्यसैले खेतमा धान रोप्न खेत पनि छन्। निकै मनमोहक दृश्य रहेको छ। हिलो चाहिँ कोरियाको हिलो र नेपालको हिलो उस्तै उस्तै बासना आउँदो रहेछ। एकदम पाके होइन क्या। यहाँबाट हामी कुनै निष्कर्षमा चाहिँ निस्किँदैन जस्तो चाहिँ लागेन। जङ्गलतिर छुटे जस्तो लाग्यो। कोरियामा धान रोप्ने तयारी भइरहेको छ। पानीको अभाव छैन, जताततै पानी, वरिपरि जङ्गल। बिउ चाहिँ कहाँ राख्छ होला नि? बिउ त छैन। बाटो पनि पुरै प्लस्टर छ, हिलै हुँदैन कहिले पनि। यहाँ त माछा पनि होला है, माछाहरू। उखु खै घाँसहरू होला। आलु खेती गरेको होइन, आलु खेती। अनि किन विकास नहोस् भनेर तर अब सरकारले अब खेती गर्ने मान्छेहरूलाई कहाँ पुग्छ बाटो? खेती गर्ने मान्छेहरूलाई अब खेतको बारीको पाटामा लगेर बाटो पुर्याइदिएको छ। बाटो पुरै पिच होइन, पिचै बाटो खेतको किसानको खेतमा पुर्याइदिएको छ। नखनेर भारी बोक्न परोस्, खेतबाटै गाडीले उठाएर लान्छ। नआएर खनजोत गर्न परोस्, मिसिनले डोजर लाखा खेत खन्नलाई। कस्तो राम्रो हो नि, हरियाली वरिपरि नि। खेतमा बिजुली पुगेको छैन। मकै रोपाइ भइरहेको छ, मकै। कोरियाको गाउँघर यस्तो छ। खोर्सानी रोपेर, खोर्सानीहरू, मकैहरू। लसुनहरू भइहाल्यो। नेपाल सरकारले पनि यस्तै किसानहरूलाई प्राथमिकता दिनु हो र किसानलाई चाहिँ पुरो प्राथमिकतामा राखेर खेती किसानहरूलाई मलजलको सुविधाहरू सबै गराइदिनु। फुलहरू पुरै भन्दा धेरै हुन्छ नि नेपालमा होइन। छिट्टो बिकाइस हुन्छ नि।